Hello, good morning everyone and welcome back to the channel. अनि आजको नयाँ दिन नयाँ भ्लगमा चाहिँ तपाईहरुलाई स्वागत छ। थर्सडे बिहानको ठ्याक्क 7 बजेर 3 मिनेट गयो है त। अनि आज चाहिँ मेरो फर्स्ट राइड चाहिँ याङ्गोबाट स्टार्ट भएको छ है। आज चाहिँ मैले याङ्गोमा चाहिँ 8वटा राइड टार्गेट राखेको छु हैन। अनि त्यसमा मलाई 590 रुपैयाँ दिन्छ भनिरहेको छ। प्यासेन्जर चाहिँ 1 किलोमिटर टाढा रहेछ यार। ल केही छैन, गइदिनु ल भाइ। अनि गाइस सबैहरु च्यानलमा नयाँ हुनुहुन्छ भने म चाहिँ पेमा राइड्स लाइक सब्स्क्राइब चाहिँ गर्न नबिर्सनु है त। याङ्गोको प्यासेन्जर सेट एज अराइभ अटोमेटिकली कल अनलाइन गरिदिनु न त ल। हेलो, म लोकेसनमा आइसकेँ है। ल तपाईँ है, ल हुनुहोस् हजुर। ल बस्नु ल, कति देखाएको छ हाम्रो 105 हो। ल खाता रोकिदिएँ ल, थ्याङ्क यू। यो राइड कम्प्लिट। याङ्गो पछि अर्को इन ड्राइभमा राइड उठेको छ है। 60 को राइड छ अरे चाहिँ। अब यो याङ्गोमा एकदम टाढाको राइडहरू आयो क्या। सो म चाहिँ अब यो 51 को थियो यो राइड। मैले चाहिँ हाइडेड हाने है। अब 2 किलोमिटर छ है, 60 त हान्नु परिहाल्यो। अनि त्यही भएर मैले चाहिँ हाइडेड गरेको। रविन्द्र केसी होइन त? ल भयो है, ल जाउँ। 60 50 60 ल भयो है। ल यो 60 को राइड पनि कम्प्लिट भयो। टोका सडक ल ठिक छ। अर्को राइड पनि आएको छ याङ्गोमा। क्यान्सल चाहिँ नगरोस् है, मान्छेहरूले यो आफै राइड गर्छ अनि क्यान्सल गर्छ क्या। द्याट्स रियली ब्याड। ल जाउँ है त, प्यासेन्जर नजिकै छ। हेलो, म लोकेसनमा आइसकेँ है। ल तपाईँ हो? ए यता पो रहेछ तपाईँ। पूर्ण नर्सरी यही हो? ए नाम त फरक रहेछ त, फेरि चेन्ज भयो अहिले। ए त्यही त नाम, फेरि म त लोकेसन अर्कै हाने क्या जस्तो लागिरहेको थियो क्या। भयो है कम्प्लिट। ल चेन्ज पर्दैन? ल थ्याङ्क यू। 43 को थियो यो, 50 दिनुभयो। ल ठिक छ। यो राइड मजाको थियो यार, कति नजिक थियो क्या। यसमा चाहिँ 3 किलोमिटर देखाएको थियो होइन म्यापमा चाहिँ, बट सर्टकट भएको भएर चाहिँ 1.5 किलोमिटरमै आइपुग्यो क्या हामी। 190 राम्रो राइड छ है यो। ल उठाएँ है यो राइड। ओहो कहाँ हो यो? उता माथिबाट जानु पऱ्यो म अब। ल यो चाहिँ अफ गरिदिउँ। फेरि याङ्गोमा अहिले फेरि तनाव हुन्छ कराएर। ल जाउँ है त। यो चाहिँ 9 किलोमिटर त्यस्तै 10 किलोमिटर कति थियो होइन, 190 दिएको छ। नट ब्याड। अनि त्यस कारणले चाहिँ म दिन जाँदैछु यो राइड चाहिँ। केटाहरू त सबै याङ्गो चलाइरहेको छ क्या हो यार। याङ्गोमा बल्ल मेरो 2टा राइड कम्प्लिट भयो है। एउटा राइड चाहिँ एकदम लामो परेको थियो क्या, 8 किलोमिटर जतिको परेको थियो 100 रुपियाँको। तर यो अहिलेको राइड चाहिँ बराबर भयो क्या। यो चाहिँ जब 40 को थियो होइन, 1.5 किलोमिटर मात्रै थियो। अनि त्यसले गर्दा चाहिँ ठिकठाकै भयो। भित्र कहाँ छ? अपार्टमेन्टभित्र छ क्या मान्छे। अपार्टमेन्टभित्र छ जस्तो लाग्यो है। अब कति नम्बरमा भनेर म सोध्छु है त पहिला। ए म यहाँ गेटमै छु, के गर्ने? म भित्र आउने कि? ए हो ल हस्। ल भित्र आउन दिँदैन। किन दिएन अहिले भित्र जानलाई? पहिला त म गइरहेको थिएँ त यार। मान्छे दिन आएको हो आजकल भित्र जान दिँदैन यता? ए किन, के भएछ? ए ठिक छ, आइसक्यो मेरो मान्छे। हजुर हजुर, नेपाल मेडिकल कलेज है। ल बस्नुहोस् त। ए ल ल हाम्रो 190 को राइड पनि कम्प्लिट है। अब याङ्गो हेरौँ है त। याङ्गोमा सिचुएसन के छ? वार्ड नम्बर 9 मा है जानुपर्ने म। कपान आकाशे धारा चोक जानुपर्ने रहेछ। ल ठिक भइहाल्यो। याङ्गोको राइड पनि कम्प्लिट गर्दै हैन।
अनि कम्प्लिट गर्दै गरौँ। राइड क्यान्सल गऱ्यो भने चाहिँ साइको हुन्छ है, तर यो राइड क्यान्सल हुन्न होला, हुने भएको भए अगाडि गरिसक्थ्यो फ्ल्याटै। तपाईँ हो आकाशे धारा होइन त? ल यहीँ रहेछ त, राख राख। ल ल हुन्छ ल। यो 70को राइड पनि कम्प्लिट। आकाशे धाराको थियो राइट, यहाँसम्म आएर चाहिँ मलाई चाहिँ उसले चाहिँ 100 रुपियाँ दियो है त। जोरधारा स्टोर 5 किलोमिटर पनि छैन यार, यो हाई रेटमा हानिदिएको, रिक्वेस्ट पनि एक्सेप्ट गर्यो यार, तर टाढा चाहिँ टाढा छ है। मलाई दुःख दिन लाग्यो, बाटो छैन अब यहाँबाट। यता मुनिबाट बाटो छ त भाइ? तल जानुपर्ने छ ए ल। तपाईँ हो? ल बस्नुहोस् ल। साउथ वेस्टर्न कलेज यतै हुन्छ है? ल हजुर ए ल हस्, थ्याङ्क यू। यो चाहिँ 143को राइड थियो, 150 रुपियाँ दिनुभयो, ठिकै छ। कलेजहरू त अझै बन्द भएको छैन क्या हो यार, सबै टिका लगाएर निक्लिरहेको छ त कलेजबाट त। एक्जाम चलिरहेको छ यिनीहरूको, त्यसपछि चाहिँ दसैँको छुट्टी होला। ओके ल, अर्को 218को राइड उठेको छ है त इन ड्राइभमा। एनटिसीको नेटले चाहिँ ल्याङै गरे यार, नेटै नचलेर फेरि एनसेलबाट डाटा लिएर आएको छु म चाहिँ, यहाँबाट जस्तो लाग्यो। यहाँबाट रहेछ, ठ्याक्कै लोकेसनमा आएँ म। तपाईँ हो? ए ल, हामी जानुपर्ने यो कता, यो नेपाल ललितपुरतिर हो? जगवाल उत्तम है तपाईँ? ए हो ए ल हुन्छ, लोकेसन भयो त भइहाल्यो नि। यताबाट हो त, बाटो यतै देखाएको छ, यतैतिर होला देखाएको छ, नेपाल अप्लाइड भनेर छ होइन। कुन बिल्डिङ हो त? यो हो त होइन है? होइन होला, यहाँ त छैन। के पो थियो नाम? ए नेपाल अप्लाइड त्यहीँ देखेको थिएँ त मैले, बाटोमै थियो त नेपाल अप्लाइड त। मैले अहिले भर्खर त्यहाँ देखेको थिएँ क्या। मैले भर्खरै देखेको थिएँ, मलाई नामै याद थिएन क्या। यही त हो नि, नेपाल अप्लाइड होइन त, म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स। 218 छ ठ्याक्कै, 218। चेन्ज कतिको त है? चेन्ज त छ 1000को हुन्छ, खैदिनु त। ए तपाईँको 500 भयो होइन, 500 भयो। 20 रुपियाँ छ तपाईँसँग? 100 200 300 ल ल नि त भयो है। ल धन्यवाद है। यो एउटा 90को राइड उठाएछ है। एसियन स्कुल कहाँ छ त यार? यो राइड चाहिँ 5 किलोमिटरको थियो, 90 देखाएको थियो, मैले चाहिँ 90मा हानिरहेको। अब न याङ्गोमा राइड थियो है, न इन्ड्राइभमा पनि खासै राइड थिएन, सो मैले चाहिँ उठाइदिइहालेँ यो 90मै है। भर्खरको राइडमा चाहिँ मलाई फाइदा थियो नि त, 8 किलोमिटरको मैले 220मा ल्याएको कारणले गर्दा चाहिँ यो मैले सस्तोमा उठाइदिएँ है त, लो रेटमै उठाइदिएँ। ल एसियन कलेज अफ मेडिकल साइन्स कहाँ छ त? कुन हो? यो हो ए, त्यहाँबाट थोरै माथि आउनु त अरे, यहाँबाट माथि। अब यहाँबाट माथि ए ऊ त्यहाँ छ जस्तो लाग्यो मलाई, त्यो बहिनी जस्तो लाग्यो। तपाईँ हो? ल आउनु। भनेपछि हामी फोन गरेको थिएँ मैले। हजुर ए हो र, हामी निक्लिने कताबाट? यतैबाट हो? यताबाट पुग्छ है, ल जाउँ। हाम्रो 90 हजुर चेन्ज छ मसँग। कति 100को हो? 500को देऊ त, रोक ल समात त। यो भयो है, यो 90को राइड पनि कम्प्लिट भयो है। यो राइड चाहिँ मजाको थियो यार, पुरै खोलाको बाटो थियो होइन, मजाले आइयो क्या। जे होस्
एकछिन पनि जाममा नबसिकन सिधै पिच रोड मजाले आयो। यस्तो राइड भयो भने चाहिँ मजा लाग्छ क्या। हिजोदेखि मैले पेट्रोलै हालेको छैन यार, के हो? अनलाइन पो छ कि छैन यता? कृपया ई सेवा उपलब्ध छैन। ल यहाँ चाहिँ ई सेवा नरहेछ। त्यसो है यहाँ काम छैन, नो ई सेवा भनेपछि। ल फेरि अर्को मैले 90 को राइड हानेको छु है, जुन चाहिँ 3 किलोमिटरको मात्र छ यार। तर लिन जाने चाहिँ 1 किलोमिटर छ, 4 किलोमिटर 2 4 जा 8। 80 रुपियाँ पर्न जाँदो रहेछ। मलाई ठिकै छ, फाइदा रहेछ यो राइड मलाई है। लिन चाहिँ जानु पऱ्यो बरु। के गल्ती त हो लोकेसन चाहिँ है। एभरेज भन्छ त यही होटल हो, साँच्चै बिर्सिरहेको मैले होटलले। हेलो हेलो, फोनै काट्छ त यार, ख्यासखुस गरेर चाहिँ फोनै काटेँ त। हेलो भनेर भन्छ, म यहाँ लोकेसनमा आइसकेँ। हेलो आई एम हियर, वेयर आर यु? हेलो, ख्यास र खुसखुस मात्र गर्छ त यार, के भएको? डाइरेक्ट फोन गर्छु म त। यता 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 तपाईँ होइन? ल म यहीँ बसिरहेको थिएँ क्या। ल भयो है, कहाँनिर रोकिदिनु तपाईँलाई म? यता भित्र जानुपर्छ। ए ल, हाम्रो 91 कति छ? 80। 10 रुपियाँ त पुगेन त अनि। अनलाइन गर्नुहुन्छ? खै दिनु त। ल ल भयो है, ल थ्याङ्क यू। पैसै छैन भन्छ त बा। मलाई फेरि पैसै छैन भन्ने मान्छे देखेँ कि क्या रिस उठ्छ क्या। तर पैसा चाहिँ रहेछ है। ल यो ठिक छ। घटाइ हुने म त प्रो लेभल त यार। ल सर्ट राइड हान्ने हो नि त यार, त्यो लङ राइड कहाँ हानेर बस्ने यार, भक्तपुर नै जान्छ यार। गए बिचेको पैसा चाहिँ राम्रो दिएको भए चाहिँ जानु हुन्थ्यो होइन। त्यहाँ गएर यार इन्ड्राइभमा गयो भने अब 200-250 कति हुन्छ होइन। याङ्गमा त्यहाँ गएपछि कति हुन्छ थाहा छ? 150 नै हुँदैन होला यार, 150 पनि हुँदैन, 115 115 जस्तो हुन्छ क्या। अनि त्यसरी चाहिँ म नगएको, तर मेरो यो प्रो लेभल चाहिँ मजाले घटिरहेछ है। ल ठिक छ, केही छैन। न्यू म्यासेज पनि आयो यहाँ। हेलो दाइ, म तेन्जिङ चोकमा छु रे। तपाईँको आवाजै राम्रोसँग फोनको आवाजै राम्रोसँग सुन्ने छैन। यता 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 सेतो लुगा लगाएको हो, यहीँ रहेछ त। तपाईँको त फोनको आवाजै आएको थिएन त राम्रोसँग। हजुर अलि अग्लै छ स्कुटर यो। हजुर ठ्याक्कै यहीँ छ, हेर्नु त। के देखाएको है? कति 80 देखाएको छ खै? ओ यसो अहिले चाहिँ महँगो लिएछ है। 85 भन्छ हो नि, लाउनु त। ल तपाईँको 85 लाउने सामान यो। ल 8 यो चाहिँ यो ट्रिप चाहिँ मलाई राम्रो दियो है। 88 1.5 किलोमिटर थियो होला यो राइड चाहिँ, 1.5 किलोमिटरको थियो अनि राम्रो दिएको। जेन्जी चोक पुरा नीलकण्ठ अरे अफलाइन गरिदिनु लगाएको, आइहाल्यो है। कतिको टाढा छ त? नजिकै छ यो चाहिँ। ल यो चाहिँ नजिक रहेछ, लिन जाउँ। अराइभ्ड जेन्जी चोक। ल आउनु। देउबा चोक। ए जेन्जी चोक चाहिँ अनि अहिले कसले राखेको छ त नाम त्यहाँ? हो र? ए कसले जेन्जी चोक राख्नु भने तपाईँलाई? उताबाट भनेको? ए हो र? खै मलाई पनि थाहै छैन भने। आज भर्खर देखायो क्या जेन्जी चोक भनेर।
ए जेएनजी चोक भने चाहिँ देउबा चोक हो ए म त इन्जिन अफ गरिदिउँ न हजुर थाहा छ कसको बे रहेछ फेरि पुरा घोडा दौडाएर यार आज त के हो म त डिस्काउन्ट माग्ने मान्छे मात्र भेटेको छु त हौ डिस्काउन्ट त अफर त के आउनु र आफूले जति राइड गऱ्यो त्यति त हो नि ल ठिक छ 150 हालिदिनु न त भयो ल ल शेर्पा मल देखाएको छ दरबार माग्ने र उठाएँ ल यो चाहिँ एकदमै हाई रेट हानेको छ 68 चाहिँ बढाएर राखेको छ अनमाइमै भनिदिन्छ है त जाउँ है त यहाँबाट भित्र रहेछ अब चाहिँ राइडरहरू पनि कम हुन थाल्यो जस्तो छ है पैसा चाहिँ बढाएर राखेको छ है घर पनि जानुपर्ने सायद अब यो राइड चाहिँ मेरो लास्ट राइड हुन्छ होला म घर पुऱ्याएर खाना खाएर फेरि निक्लिन्छु होला यार आज 1-2 वर्षसम्म गरेर घरै बसौँ भनेको राइडहरू राम्रै रहेछ क्या तपाईँ हो ए ल शेर्पा मल है ल हुन्छ बस्नु त ठ्याक्कै यतै आउनु भएछ त म त यता भित्र होला भन्दा थिएँ ए यतै है ल हाम्रो कति 268 कति थियो है ल आउनुहोस् त ल भयो है ल राइड पनि कम्प्लिट भयो है अब चाहिँ म घर जान्छु खानसान खान्छु पेट्रोल सेट्रोल हाल्छु अनि एकछिन बसी राइडमा आउँछु है त म फेरि अहिले अफलाइन अनलाइन चलाएछ नि दाइ 500 हालिदिनु ल 32 आयो है ल इसेबाट त पैसै नजाने यार अब घर जान्छु खानसान खान्छु है अनि एकछिन रेस्ट गरेर निक्लिनु पर्ला यार है त ठ्याक्कै 1 बजेर 1 मिनट गएछ म चाहिँ अनि खानसाना खाएर एकछिन रेस्ट गरेर फेरि निक्लेँ राइड गर्नलाई म 12 बजीतिर गएको थिएँ खाना खानलाई अनि अहिले चाहिँ 1 बजे 1 घन्टा लाग्यो मलाई खानसाना खाएर निक्लिन अनि राइड पनि मैले उठाइसक्यो राइड चाहिँ 226 को छ जोरपाटीसम्मको त्यही 10-11 किलोमिटर कति छ अनि आज चाहिँ के हो यार यहाँतिर त यति धेरै राइड थियो नि सब 200 को राइड क्या म चाहिँ जोरपाटीतिर गइदिउँ न त भनेर अब अरू ठाउँतिर राइड नपाउला होइन त्यहाँतिर गइदिउँ भनेर यो राइड एक्सेप्ट गरेको छु प्यासेन्जर यतै छ है त मैले फोन गरेर कन्फर्म पनि गरिसकेँ कहाँ छ त प्यासेन्जर अब यताबाट भित्र हो त त्यो बाटोमै उभिएर बसेर जस्तो लाग्थ्यो मलाई उयो ब्रदर हो त जोरपाटी होइन त ए ल हौ रोक ल होइन मैले फोन गरेर बाहिर निक्लिएर बसेको थिएँ क्या मैले फोन गरेपछि बाहिर निक्लिएर बसेको थिएँ क्या तिमी त हो र ए तिमी बस्ने चाहिँ यतै हो ए हुन्छ ल भयो त 100-200 हुन्छ ल है हुन्छ ल धन्यवाद यो चाहिँ 226 को थियो है प्यासेन्जरलाई चाहिँ मैले उताबाट यहाँसम्म ल्याइदिएको भएर चाहिँ 250 भयो ल यो 200 को राइड छ नजिकै छ ह्याप्पी हाउस हेरिटेज भनेको छ है मेपी अझैमा ल यो राइड पनि उठ्यो 200 को छ 10 किलोमिटरको तर एकदम जाम छ यार कसरी जाने होला त हौ माथिको बाटोबाट हेरेर जानुपर्छ यहाँ अति नै जाम छ यार अझै तल आउनु पर्यो ए ल ल ल ए ल ल ल हुन्छ म आएँ ल दोहोरी साँझ यहाँ रहेछ नि दोहोरी साँझ हेर म माथि गएर फेरि आउनु पर्यो ल आउनु ल बस आऊ मैपीको गेटमा ए ल हुन्छ ए ल 205 पेमेन्ट पनि एडभान्स पेमेन्ट भयो हाम्रो अब जाउँ ल यो 205 को राइड पनि कम्प्लिट याङ्गोमा एउटा राइड उठेको छ है त अब याङ्गोमा मैले 8वटा राइड गर्नुपर्ने हेलो हेत्तेरिका कान पनि सुन्दैन फेरि यार यसमा यस्तो झ्याउ हुन्छ अब कहाँ हो भन्छ लोकेसन यहीँ हो ल बम्बई यता यहाँ रहेछ
ल कहाँ भित्र पो देखाएछ होइन ए ल जाउँ है ए ल ल पुरै निलो निलै भएको छ खोला त ल के को कलर हो त यस्तो कलर त ननिक्लिनु पर्ने त यार है ल पुरै निलो बनाइदिएको छ यार माथिबाटै होला कपडाहरु वास गर्दा त्यस्तै छ केमिकलहरु यतापट्टिबाट यहाँबाट है ऊ माथिबाट आएको रहेछ ऊ कति 109 रुपियाँ छ ल ल हस् धन्यवाद है त ब्रदर है ल ल फेरि 280 को राइड उठिसकेको छ है ल यो 280 को राइड जडीबुटी जानुपर्ने 14 किलोमिटरको छ ए हुन्छ हुन्छ ल म हेर्छु है त ल हिरो बेकरी छ भन्छ हिरो बेकरी कहाँ छ त अब खै हिरो बेकरी उता यताको मेन रोड हो यताबाट कहाँ पुग्छ तिमीलाई हिरो बेकरी थाहा छ हिरो ए हो ल कहाँनिर ल आऊ बस आऊ ल ल भयो ल जाउँ है त तिमीहरू चाहिँ कहाँ गएर आएको त अनि अहिले चङ्गा किन्न जानु लाग्यो अनि चङ्गा उडाइरहेको छ त तिमीहरूले अनि तिमीहरूले मात्र उडा कि अरूले नि उडाएको छ त चङ्गा तिम्रो धागो कुन छ त अनि धागो किनेको छैन अनि चङ्गा मात्र के गर्ने त किनेर अनि ए त्यहीँ किन्न लाग्यो चङ्गा उडाउन आउँछ त अनि ए ए तनाव पो भएछ त त्यो यतै हो ल हुन्छ हुन्छ ल ल झिगु बेकरी चाहिँ रहेछ तपाईँ हो दाइ ल आउनुहोस् जडीबुटी बस पाएको है ल ऊ यता राख्नु अगाडि दाइ हजुर ए गोपी कृष्ण हल ए ल बस्नु पछाडिको हावा गएको छ त मेरो 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 छैन है गएको जस्तो देखाएको छ छैन है ल धन्यवाद हो नि त सामान त यो 300 भन्छ ल हो नि त भयो है ल ल मैले चाहिँ एउटा डेलिभरीको राइड उठाएको छु है त खै के सामान लिएर जानुपर्ने रे 9 किलोमिटर छ पैसा चाहिँ कति दिएको छ यसले पैसा 224 गएको छ तर यो 224 मा 200 चाहिँ मलाई आउँछ है 24 रुपियाँ चाहिँ यो ट्याक्सको पैसा लिन्छ डेलिभरीको चाहिँ ट्याक्सको पैसा लिन्छ नि त अरूहरूको त लिएको छैन डेलिभरीको चाहिँ लिइरहेको छ अनि ल हेरौँ सामान कत्रो छ बाइकको सक पाइप के भनिरहेको थियो होइन 4वटा छ भनिरहेको थियो अगाडि राख्न मिल्छ मिलेन अगाडि राख्न मिल्छ भने लिएर जाउँ है त ल अटाउँछ नि होइन ट्याक्क यो सप्तकोशीमा होइन त ए ल ल हुन्छ म निक्लेको है त म पुगिहाल्छु यही त सप्तकोशी एसी हाउस होइन ए ल माता मनोकामना तपाईँ हो ए ल त्यहाँ रहेछ यार ल 224 छ है तपाईँको 224 यो दुईवटा छ हेर्नु ल ल थ्याङ्क यू डेलिभरी पनि कम्प्लिट हो तपाईँ लोकेसनमै हो ठ्याक्कै ए ल ल म आएर फोन गर्छु तपाईँलाई है त्यहाँ ल याङ्गोमा एउटा राइड लागेको छ याङ्गोमा चाहिँ राइड क्यान्सल भएको भाइ हेर तनाव हुने अब 2टा राइड बाँकी छ एउटा राइड कम्प्लिट गर्छु अनि इन्जोयमा चाहिँ मैले 2000 जति चाहिँ कमाइसकेँ
अनि त्यही भएर अब चाहिँ यो याङ्गोको यो राइड कम्प्लिट गरेर चाहिँ घर जाउँ भनेको। कहिले के हुन्छ राइड क्यान्सल भएर तनाव भयो मलाई धेरै। तपाईँ हो पाटन है नि त? टन सर्मिक शान्ति सेकेन्डरी स्कुल है। ल भयो है। याङ्गोको राइड पनि भ्याइयो कम्प्लिट। ल हजुर ल यो राइड पनि उठेको छ। फोन गरौँ यार। ल फोन नम्बर पनि माग्यो है। अब दिन जान्छु म। यो चाहिँ मेरो लास्ट राइडै होला है। शुभ प्रभात भन्छ यतै बालाजु होइन त? ए ल फोन नम्बर यता राखिदिनु भएको छ कि? ए म फोन नम्बर चाहिँ टिपिहाल्छु। मेरो फोन चार्जै सकिनु लाग्छ अरू भन्दा नि। फोन चाहिँ ल है हुन्छ आइहाल्छ भनिदिनु न है। त्यो पनि फोन गऱ्यो भने म सिधै जाँदैछु भनिदिनु न। ल यो चाहिँ 250 को राइड हो है। म चाहिँ अब घर जान्छु यहाँबाट सिधै। हेलो तपाईँको लोकेसन यो के अरे यो मनमैजुतिर हो? ए ल त्यहीँतिर रहेछ है। ल सजिलो भयो मलाई। म ठ्याक्क जाने बाटोमा रहेछ। दसैँ लागेर हैरान छ यार। याङ्गोको राइड पनि कम्प्लिट भइसक्यो है। 8वटा राइड गर्नु पर्ने र 8वटा राइड पनि कम्प्लिट भइसक्यो। चार्जै छैन यार मेरो फोनमा अरू भन्दा पनि। 2% मात्र छ यार फोनमा चार्ज पनि। ल म चाहिँ अब यो राइड चाहिँ पहिला कम्प्लिट गरिहाल्छु। इन्डियामा फेरि यो राइड कम्प्लिट गरेन भने म भोलि यहीँ आएर राइड कम्प्लिट गर्नुपर्छ क्या फेरि। अब अन पो हुँदै हुन्न यार। ढुक्क भइहाल्यो नि मलाई। हेलो ए ल यहीँ रहेछ बहिनी त। यहीँ रहेछ त तिमी त? यहीँ रहेछौ त तिमी त? ल जाम भएर ढिलो भयो क्या एकदमै। ल है त ल थ्याङ्क यू। ल यो राइड कम्प्लिट एट आनन्द थ्याङ्क गड। अब ढुक्क भयो। चार्ज सकिन लाग्यो। अरू भन्दा पनि मेरो 2% छ क्या। आजको इन्कम कति भयो त मेरो? आजको इन्कम चाहिँ मेरो 2245 भएको हो। अब त्यो ट्याक्स काट्यो मेरो 47 के को डेलिभरीको। यो दुइटाको डेलिभरीको चाहिँ 47 मेरो ट्याक्स काट्यो क्या। अघि नै मैले डेलिभरी गरेको थिएँ। यो पनि डेलिभरी गरेँ नि त। यसको चाहिँ पैसा काट्छ डेलिभरीको चाहिँ है। अनि त्यही हो। अनि कति ठ्याक्क 2200 भनौँ न। 2200 यसमा कमाएँ मैले। अनि याङ्गोमा चाहिँ मैले कमाएँ भनेको याङ्गोमा चाहिँ मैले 750 कमाएँ है। 767 छ। अनि 700 कमायो भनौँ न। अनि 750 कमायो। अनि 590 चाहिँ मेरो बोनस आउँछ है। आजको इन्कम त्यही हो। मैले 2200 चाहिँ मैले इन्डियामा कमाएँ होइन। अनि त्यसपछि 750 चाहिँ मैले उसमा कमाएँ के अरे यो याङ्गोमा कमाएँ है। अनि यति चाहिँ मैले कमाउँदा चाहिँ जेस 2950 हुन्छ होइन। लगभग 3000 भनौँ होइन। अनि प्लस बोनस पनि आउँछ मलाई चाहिँ 590 बोनस पनि आउँछ। मैले याङ्गोमा 8वटा राइड कम्प्लिट गरेको थिएँ नि त। सो आजको इन्कम चाहिँ त्यो 3500 जति हुन्छ। काचाकुचु गरेर 10 घन्टा 10 घन्टा चाहिँ मैले राइड गरेँ। अनि 10 घन्टाको मेरो इन्कम भनेको चाहिँ 3500 भयो भन्दै म चाहिँ बिदा चाहन्छु गाइस है त। भोलि फेरि अर्को भ्लगमा भेटौँला। एकदम जाम यार। जाम हुँदा पनि ढिलो भयो मलाई है। नभए अघि नै आइपुग्थेँ म। त्यही पनि कति भित्रको बाटो गरेर बल्ल आइपुगेको म यहाँ। आउन अझै टाइम लाग्थ्यो मलाई। ल भिडियो मन पऱ्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। अनि फेरि हामी अर्को भ्लगमा भेट्नुपर्छ भन्दै म बिदा चाहन्छु। बाई बाई।